नाम निरप्रसाद शर्मा, मध्य प्रदेश जिल्ला धनुषा श्री महेन्द्र माध्यमिक विद्यालयको म प्रावि स्थायी शिक्षक हुँ। मैले हाम्रा माग मुद्दाहरू अलिकति सरकारवालाहरूसँग यहाँहरूलाई पुर्याइदिन अनुरोध गर्दै एउटा कविता, एउटा गीत, झ्याउरे छन्दमा आधारित गीत मैले रच्ने प्रयास गरेको छु। भविष्य हाँक्ने मानव बन्ने जिज्ञासा जगाई, संसार चिन्ने संसार बुझ्ने नागरिक बनाई, सिङ्गा नपुछी काखमा राखी कखरा सिकेका, मायालु बच्चा हाकिम नेता बनेर हिँडेका, नेता र मन्त्री हाकिम सबै अनौठा बन्दैछन्, गुरुको गुण बिर्सेर आज चिन्दिन भन्दैछन्, सन्तान आफ्नो हुर्कियो तर संसार बिर्सियो, हे पिए गुरु चेलाका सामु यो कस्तो भइदियो, कुर्सीमा बस्ने ती निजामती राष्ट्रका सेवक, पसिना पुछ्ने भविष्य कोर्ने शिक्षक हेली त, सरुवा अनि बढुवा तथा राज्यका चासोमा विभेदकारी बन्दैछ नेता शिक्षक पासोमा, तलब खान महिना चार पर्खनु पर्दछ, पचाइ लाज झुकाइ शिर मगन्ते बन्नु छ, शिक्षाको ऐन शिक्षक छैन खोज्नलाई होइन नि, सुविधा थप घटाउ काम भनेको छैन नि, सिँढी चढेर ठाउँमा पुग्यौ खुड्कीला बिर्सियौ, नेता बनाई पढायौँ तर धोका पो दिहाल्यौ, विज्ञान ज्ञान नेपाली खुबी नासामा पुर्यायौँ, देशले चिन्न सकेन शिक्षक विश्वले चिनेछ, चिनेन देशले संसार हाँक्ने नेपाली शिक्षक, पाएनौ अझै महान नेता खोज्नु हो कसरी, भिजन छैन मिसन छैन खोक्रो छ आदर्श, नेतृत्व वर्ग नसुध्रेसम्म बन्दैन मुलुक, नेतृत्व वर्ग नसुध्रेसम्म बन्दैन मुलुक।